म तपाईलाई सुरुमै एउटा प्रश्न गर्छु, तपाईले आफ्नो उत्तर तल कमेन्ट बक्समा लेख्नुहोस् है त। तपाईलाई के लाग्छ, यो संसारमा तपाईको शत्रु को हो, तपाईको विरोधी को हो, तपाईको दुश्मन को हो, जसले तपाईलाई बारम्बार अवरोध गरिराखेको छ, बारम्बार दुःख दिइराखेको छ, बारम्बार पीडा दिइराखेको छ? को होला? तपाईको दुश्मन, तपाईको शत्रु को होला? तपाईको मानसपटलमा धेरै मानिसहरूको चित्र घुमिराखेको छ। यो त्यो त्यसले मलाई यस्तो गर्यो, त्यसले उस्तो गर्यो, त्यसले मलाई यस्तो गरेको थियो, त्यो व्यक्तिले त मलाई जीवनमा कत्रो ठुलो हानि पुर्याएको थियो भनेर हाम्रो मानसपटलमा, तपाईको मानसपटलमा ती व्यक्तिहरूको चित्र घुमिराखेको होला। म तपाईलाई के भन्छु भने, जीवनमा सबैभन्दा ठुलो दुश्मन तपाईको बाहिरको मानिस होइन आदरणीय मन। आज जीवनमा तपाईले प्रगति गर्न नसक्नु कारण, जीवनमा तपाईले सोचे जस्तो तपाईको जीवनमा हुन नसकेको कारण के हो भने, तपाईको आफ्नै, हाम्रो आफ्नै मनभित्रको एउटा शङ्का हो। के होला, कसो होला, के गर्ने होला? जब मनमा शङ्का, जब मनमा एक किसिमको शङ्का उत्पन्न हुन्छ नि, जब मानिसको मनमा शङ्काले डेरा जमाउँदछ, तब उसले जीवनमा केही पनि गर्न सक्दैन। न त उसको सम्बन्ध राम्रो हुन्छ, न त उसको जीवनमा उसले गर्ने कर्म राम्रो हुन्छ, न त उसले जीवनमा अगाडि नै बढ्न सक्छ। एउटा श्रीमानले श्रीमतीलाई शङ्का गर्ने, श्रीमतीले श्रीमानलाई शङ्का गर्ने, बाबुले छोरालाई, छोराले बाबुलाई, दाइले भाइलाई, दिदीले बहिनीलाई, बहिनीले दिदीलाई। जब एक आपसमा सम्बन्धमा शङ्का उत्पन्न हुन्छ नि, मलाई नभनी कहाँ गयो होला, के गर्यो होला, कसलाई भेट्न गयो होला, कोसँग बसेर के खायो होला, मेरो बारेमा उसले कुरा गर्यो कि गरेन होला, गर्यो होला त त्यो मान्छे किन हाँसिराख्या होला, मलाई देखेर हाँस्या होला त, मैले जुत्ता राम्रो लगाइन कि, मैले लुगा मैले लगाएँ कि, मैले कोरेको कपाल मिलेको छैन कि, होइन? विविध कुरामा शङ्का के। जब मनमा शङ्का उत्पन्न हुन्छ, शङ्काले एक किसिमको भय पनि उत्पन्न गराउँछ है। सबैभन्दा ठुलो दुश्मन को हो त? तपाईँ हाम्रै मनभित्र बसेको शङ्का हो। आज मानिसले जीवनमा प्रगति गर्न सकिराखेको छैन भने मेन मुख्य महत्त्वपूर्ण कुरा के हो भने, जब मानिसभित्र शङ्काको बीजारोपण हुन्छ, शङ्का उत्पन्न हुन्छ, शङ्काको बिउ रोपिन्छ, तब मानिसले सफलता हासिल गर्न सक्दैन। उसले कसैलाई पनि राम्रो सोच्नै सक्दैन। दिनभरि श्रीमान अफिस छ, श्रीमती घरमा होला। अब अफिस बस्ने श्रीमानले श्रीमतीले के गरिन् होला, कहाँ गइन् होला, कोसँग फेसबुकमा बोलिन् होला, कोसँग कुराकानी गरिरहेकी होलिन्, फोन व्यस्त भयो भने पनि कोसँग बोलिरह होला, होइन? एउटा प्रेमीले, एउटा प्रेमिकाले। अब त्यो घर कस्तो हुन्छ, त्यो सम्बन्ध कस्तो हुन्छ? एकछिन यसो ठन्डा दिमागले कल्पना गर्नुहोस् त, ठन्डा दिमागले सोच्नुहोस् त। त्यस कारणले यो कुरा तपाईँले जीवनमा बुझ्नु जरुरी छ। हेर्नुहोस्, जबसम्म हामीले आफैलाई विश्वास गर्दैनौँ, हामीले आफूसँग भएका व्यक्तिहरूलाई विश्वास गर्दैनौँ, सम्बन्धलाई विश्वास गर्दैनौँ, र हामी आफैप्रति विश्वास गर्दैनौँ, केही काम गर्न लागेको छ, ला म त सक्दिनँ कि, यसो होला कि, उसो होला कि, म भोलि घाटामा जाउँला कि, होइन? मैले यसरी भिडियो बोलिराखेको छु भने ला भिडियो बिग्रिन्छ कि, मेरो कपाल मिलाए छैन कि, मेरो कोट मिलाए छैन कि भनेर मैले बोल्दा बोल्दै के गर्न थालेँ, बढी मनमा विभिन्न किसिमका शङ्काहरू उब्जाउन थालेँ भने मैले राम्रोसँग बोल्न सक्दिनँ। तपाईँले पनि कर्म गर्दै जाने क्रममा कुनै काम गरिराख्नु भएको छ, त्यो काम गर्दा गर्दै बिचमा तपाईँको मनमा चाहिँ के होला, कसो होला, किन होला, मेरो जीवनमा राम्रो होला या नहोला, जब मनमा अत्याधिक शङ्का उत्पन्न हुन्छ अनि उसले त्यो कामलाई ध्यानपूर्वक गर्न नै सक्दैन। मनमा अरू कुरा खेलेर त्यो कामलाई चाहिँ डिस्टर्ब गरिराखेको हुन्छ। म तपाईँलाई के भन्छु भने, जबसम्म तपाईँले आफूलाई विश्वास गर्न सिक्नु हुँदैन, म सक्छु, मबाट हुन्छ, होइन? एकपटक लडिएला तैपनि फेरि उठ्न सक्छु। कति मानिसहरू असफलता प्राप्त गरिसके पछाडि पनि जीवनमा दोस्रो पटक, तेस्रो पटक सफल भएका छन् भनेर आफैले आफैलाई मोटिभेट गरेर जबसम्म अगाडि बढ्न सकिँदैन,
तबसम्म अवसरले ढोकाहरू ढकढकाए पनि त्यहाँ तपाईँले केही गर्न सक्नुहुन्न, त्यो अवसर फर्केर जानेछ। है, शङ्कालाई होइन, आफ्नो हिम्मतलाई जित्न दिनुपर्दछ। है, यसो साथीभाइ भेट्छौ नि चिया पिउने क्रममा, कतै रेस्टुरेन्टमा बस्दै गर्दा, कतै जमघटमा भेट्दै गर्दाखेरि यो काम गर्न खोजेको यार, तर के गर्ने, हुँदैन कि होइन, यति लगानी लगाएर गरेको छु, भोलि डुब्यो भने के गर्ने होला। पहिला तपाईँले जुन कर्म गर्न खोज्दै हुनुहुन्छ त्यो कुरामा तपाईँ कन्फिडेन्स हुनु पर्यो, तपाईँलाई आत्मविश्वास यो कुराको हुनु पर्यो कि मैले जुन कर्म रोजिराखेको छु यो कुरामा, यो कर्ममा मलाई केही अनुभव छ, त्यो अनुभवको आधारमा म अगाडि बढ्न सक्छु। एउटा के छ, मसँग अनुभव छ, अर्को मसँग हिम्मत छ, आत्मविश्वास छ, त्यसकारणले म यो कुरामा सफल हुन्छु भनेर अगाडि बढ्ने हो। जब शङ्कालाई तपाईँले प्राथमिकता दिन थाल्नु भयो भने त्यो शङ्का सँगसँगै तपाईँलाई भय उत्पन्न हुन्छ, त्यसपछि तपाईँ काममा लगाव दिएर गर्न सक्नुहुन्न र एक दिन तपाईँ असफल व्यक्तिको रूपमा ठहरिनुहुन्छ। यो कुरालाई जीवनमा नोट गरेर अगाडि बढ्नुहोस्।